आजको भिडियोमा तपाईं सम्पूर्णलाई स्वागत छ। आजको भिडियोमा हामी इन्डियन एम्बेसीको भर्खरै नोटिफिकेसन आएको सेल्फ फाइनान्सिङ स्किममा चर्चा गर्छौं। यसभन्दा अघिल्लो भिडियोमा हामीले एमबीबीएस एन्ड बीडीएसको सेल्फ फाइनान्सिङ स्किम थ्रु कसरी इन्डियामा पढ्न जान सकिन्छ भन्नेमा चर्चा गर्यौं। यस भिडियोमा हामी इन्जिनियरिङमा कसरी जान सकिन्छ भन्ने कुरामा हामी डिस्कस गर्छौं। बीए आर्किटेक्चर एन्ड बीए टेक्नोलोजीमा तपाईले कसरी जान सक्नुहुन्छ भन्ने कुरामा एलिजिबिलिटीको कुरा गरौँ भने हामीले एमबीबीएस एन्ड बीडीएसमा जाने भन्दा एलिजिबिलिटी धेरै नै छ। एग्रिगेटमा तपाईको 60% हुनु पर्यो या जीपीएमा तपाईको मार्कसिट छ भने 2.8 मिनिमम एग्रिगेटमा हुनु पर्यो। अब यसमा भनेको तपाईको फिजिक्समा पनि 60% या जीपीएमा छ भने 2.8, केमिस्ट्रीमा पनि 60% जीपीएमा छ भने 2.8, मैथमेटिक्स यहाँ हुनु पर्यो तपाईसँग। मैथमेटिक्समा तपाईसँग 60% मार्क्स हुनु पर्यो या जीपीएमा छ भने 2.8। त्यस्तै इंग्लिशमा 50% मार्क्स हुनु पर्यो या जीपीएमा 2.4 हुनु पर्यो। अब यस्तै बैचलर इन आर्किटेक्चरमा तपाई जान राख्नु भएछ भने बीए आर्ट्समा तपाईलाई एउटा एप्टिट्युड टेस्टको पनि स्कोर कार्ड हुनु पर्यो। अब यसमा टोटल 28 इन्जिनियरिङ कलेज दिएको छ। त्यहाँ भनेको तपाईले अलमोस्ट सिटको अपेक्षा गर्न सक्नुहुन्छ। 28 सिट होला भन्ने अपेक्षा गर्न सक्नुहुन्छ, किनभने एउटा इन्जिनियरिङ कलेजमा एउटा सिट अनुसारै नै हुन्छ। यसमा जुन पैसा लाग्छ यसमा बस्न खान अनि अरु कुराहरु भनेको एज कम्पेरिजन टु इन्डियन स्टुडेन्ट्सै लाग्ने गर्छ मैक्सिमम कलेजेसमा। केही यस्तो कलेज पनि छ जहाँ भनेको तपाईलाई धेरै पैसा लाग्न सक्छ। त्यही भएर यो कलेजमा अप्लाई गर्ने जब तपाईको नाम आउँछ त्यतिबेला फी स्ट्रक्चरसँग तपाई कलेजमा गएर बुझ्न सक्नुहुन्छ मेरो फी स्ट्रक्चर कति छ के छ भनेर कति लाग्न सक्छ। यदि तपाईले अफोर्डेबल हुन्छ भने पढ्न सक्नुहुन्छ, अफोर्डेबल लागेन भने तपाईले ड्रप पनि गर्न सक्नुहुन्छ। अब यसमा हामीले अहिले एलिजिबिलिटीको कुरा गर्यौं। डेडलाइनको कुरा गर्दाखेरि 24 जुलाई फ्राइडे सम्म डेडलाइन छ तपाईले अप्लाई गर्न सक्ने। अब डकुमेन्ट्स रिक्वायर्डमा 4 वटा फोटो चाहियो, पासपोर्ट चाहियो, त्यसपछि सिटिजनशिप चाहियो, सिटिजनशिपको इंग्लिश ट्रान्सलेसन चाहियो, बर्थ सर्टिफिकेट चाहियो, बर्थ सर्टिफिकेटको इंग्लिश ट्रान्सलेसन चाहियो, त्यसपछि 12 क्लासको मार्कसिट चाहियो, 12 क्लासको क्यारेक्टर सर्टिफिकेट चाहियो, 10 क्लासको पनि मार्कसिट लिइहाल्नु। अनि त्यसपछि तपाईले 12 क्लासको मार्कसिट हाम्रो जीपीएमा हुन्छ, त्यसलाई भनेको पर्सेन्टेजमा स्कुलबाट कन्भर्सन गराउनु पर्यो। त्यसपछि तपाईलाई यूजीसी को भ्यालेन्स सर्टिफिकेट पनि चाहियो, यदि एनईबीबाट पढ्नु भएछ भने चाहियो। अब यसको साथसाथ तपाईलाई एउटा यदि बी आर्ट्स बैचलर इन आर्किटेक्चरमा तपाई अप्लाई गरिराख्नु भएछ भने एउटा एप्टिट्युड टेस्ट पनि चाहियो। यसको साथसाथै बैंक स्टेटमेन्ट्स पनि रिक्वायरमेन्ट हुन्छ। अब यो यति डकुमेन्ट्स रेडी पारिसकेपछि तपाईले जुन फर्म दिएछ त्यो फर्ममा डिटेल्सहरु फिलअप गर्ने। अब तपाई हाउ टु सबमिट, कसरी फर्म फिजिकली सबमिट गर्नुपर्ने हुन्छ। सबै डकुमेन्ट्स रेडी पारेर अनि फिजिकली सबमिट गर्नको लागि तपाईले इन्डियन एम्बेसी जानु पर्यो। इन्डियन एम्बेसीमा गएर एजुकेसन विङमा जानु पर्यो। एजुकेसन विङमा गएर तपाईले सबमिट गर्नुपर्ने हुन्छ। यो हैन कि तपाईले एक्लै गएर फर्म सबमिट गर्न सक्नुहुन्छ। तपाई र तपाईको आमा बुवा हुनु पर्यो। यदि आमा बुवा हुनुहुन्न भने कुनै गार्जियन हुनु पर्यो अनि आमा बुवाको एउटा अन्डरटेकिङ हुनु पर्यो कि मेरो बिहाफमा फलानु आदमी ज्यादा छ। त्यो पनि जुन फलानु आदमी छ त्यो भनेको ब्लड रिलेसनको मान्छे हुनु पर्यो, जस्तै कि ठुलो दाइ अंकल यस्तो रिलेटिभ। यो हैन कि मानव तपाईको फर्म मलाई लिएर जानुहुन्छ भने त्यो फर्म सबमिट हुँदैन, यस्तो हुनु पर्यो तपाईले। अनि टाइमिङ भनेको इन्डियन एजुकेसनमा 10:30 देखि लिएर 12:30 सम्म तपाईले अप्लाई गर्ने, मंडे टु फ्राइडे छ। त्यस्तै जब फर्म तपाईले सबमिट गर्न जानुहुन्छ सबै डकुमेन्ट्सहरु ओरिजिनल लिएर जानु पर्यो। अनि त्यस्तै तपाई फर्म गार्जियनलाई लिएर जानुहुन्छ, गार्जियनको आइडेन्टिटी प्रुफ र बुवा या मम्मीको आइडी प्रुफ पनि चाहिन्छ। ल यति कुरा भयो। अब सबै डकुमेन्ट्स रेडी पार्नु। यदि तपाईलाई फर्मको चाहिएको छ या कुनै कुरामा रिक्वायर्ड छ, इन्फर्मेसनको कमी छ भने मलाई व्हाट्सएप गरेर पनि सोध्न सक्नुहुन्छ। वी विल गाइड यू। Okay, see you soon in next video. Take care. Have a good day. Jai Nepal.